ताप्लेजुङको पाथिभरा मोकुमुनुङ क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ। गए राति 3794 मिटर उचाइमा रहेको पाथिभरा लगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो। पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो। त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो। गए राति भने निकै बाक्लो हिमपात भएको छ। यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो, तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ। यस वर्षकै बाक्लो हिमपात भएको उनको भनाइ छ। पाथिभरा क्षेत्रमा बाक्लो हिमपात भए पनि पाथिभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई भने प्रभाव नपरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिम हाङबाङले बताए। उनका अनुसार पाथिभरा धामबाट करिब 2 किलोमिटर पदमार्गमा फाइबरको छानो लगाएकाले हिमपात भए पनि तीर्थयात्रीहरू सहजै पाथिभरा धामसम्म जान सक्नेछन्। आज शनिबार 300 जना तीर्थयात्रीहरू पाथिभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ।